बुढी कसले लग्यो होला त टेन्सन लाग्यो त मलाई त के गर्दै होला त मैले के होला त टेन्सन पो लाग्यो त कहाँ गयो त साह्रै टेन्सन लाग्यो कसले लाग्यो त त्यो मान्छेलाई हेलो के छ हजुर अस्ति तपाईँहरूमा 14 भेटाए होइन हजुर ए अस्ति ऊ भइहाल्यो अब चुरोट छ तपाईँसँग एउटा दिनु न के भयो तपाईँलाई पौला जस्तो भएको छ पागल भए जस्तो भएको छ त तपाईँ फेरि के टेन्सन छ तपाईँलाई छ के भन्नु के टेन्सन छ भन्नु त बुढी पहिला गइहाल्यो बुढी पहिला गयो भन्दैमा यसरी झोरेर पागल भएर त भएन नि बुढी पहिला गयो भन्दैमा यसरी रक्साएर हिँड्नु भएन नि अस्तिको बोतल खोइ त आज छैन त अस्तिको बोतल फालिदियो फालिदिनु भयो ए ल ठिकै छ अनि के छ त हल्का सन्चो बिसन्चो कता भात खानुभयो ए अलि सिधै बस्नु म तपाईँलाई घर पुऱ्याइदिउँ परेन म आफै जान्छु अनि हजुरको बुढी चाहिँ के कारणले पहिला गयो म पनि खाडी मुलुक आएको घरमा आउँदा बुढी पहिला गइदिछ अब के गर्नु त्यही भएर रक्सी खाँदै घर तपाईँ घरमा आउँदाखेरि बुढी पहिला गइसकेको छ गइसकेको छ भैँसीले पाडा नपुग्यो होला नि त होला अब के गर्नु त्यही भएको कारणले गयो होला होइन तपाईँ पाडा जस्तै देख्दैन रहेछ त अनि हावातालको पाडा रहेछ त अनि म त अब खाडी मुलुक गएर आएको मान्छे के गर्नु त अब घरमा आउँदा श्रीमती पहिला गइदिछ अब के गर्नु मैले अनि तपाईँले अनि पैसा पठाएर आउँथ्यो महिनै पछि पैसा पठाएर आउँथ्यो मैले घरमा यताउति हेरेर छैन होला त्यही त महिनै पछि पैसा पठाएर आउँथ्यो मैले तर उसले के कारणले पहिला गयो पाडो खोज्यो होला म अब घरमा नआउने म विदेशमा के गर्नु बच्चाको लागि भविष्यको लागि भनेर यस्तो भयो टोयलेट पछाडिको बाटो खेत जोड्नु पर्यो हो कि भन्नुहोस् न होला त्यो बाँझो खेत जोड्नको लागि तपाईँले पैसा पठाइदिएन होला तपाईँको पारा यही हो टुवाके पैसा मैले महिनै पछि पठाउने मैले बच्चाको लागि टोयलेटको पछाडिको बाँझो खेत जोत्यो अब तपाईँको बुढी के गर्यो अब मलाई के थाहा मेरो पनि हालत त्यस्तै छ तपाईँको चाहिँ के भयो त अनि फेरि म पनि त अस्ति भर्खर विदेशबाट आएको थिएँ ए हो त कुन घरमा आउँदाखेरि बुढी छैन कुन देश गएर आउनु भएको त म त साउदी गएर आएको घरमा आउँदा बुढी छैन मेरो नि पहिल्यै गयो म पनि टेन्सनमा उतालतिर रसिया नै हिँडेँ तपाईँसँग छ भने अलिकति दिनु मसँग छैन अब होटलतिर जाउँ बुझ्के तपाईँ पनि त्यस्तै रहेछ प्लिज म पनि प्लिज अब हुन्छ त्यो पनि ल चुरो खानुहोस् तपाईँको चुरो मलाई पुग्यो अनि अरू सब ठिक छ नि एकदम ठिकै छ बच्चा दुईटा हो बच्चाको बिचल्ती छ के गर्नु आमा छैन के गर्नु अब म कमाइ अब त्यस्तै हो के गर्नु अनि बच्चाहरू चाहिँ कहाँ छ त अहिले कोठामै छन् के गर्ने बुढी अब छैन पहिला गइदिइहाल्यो अब बच्चाहरूको हेरचाह त गर्नु पर्यो के गर्नु अब नाखै नआउने टेन्सनै टेन्सन छ के गर्नु भनेपछि मान्छे त खतमको रहेछ तपाईँ के गर्नु अब श्रीमतीले छोडेर गएपछि अब के गर्नु त ल ठिक छ राम्रोसँग बच्चाहरू हेर्नु होला होइन जाने भए जाउँ चाहनुलाई अब जाने रक्सी खाने बस्ने अब पैसा छ मसँग छैन ल हुन्छ बुढी पहिला गएको छ तपाईँको नि मेरो नि बुढी पहिला गएको उपलक्ष्यमा जम्मा पार्टी गर्ने हो जाउँ ल आउनु ल जाउँ सम्धी जाने हो रक्सी टन्न तपाईँले बिहानै खानुभयो क्या लाग्यो जस्तो छ
तपाईँ रक्सी लागेछ फेरि रक्सी खाने हो के भने खाने कि अब के ए हुन्छ सम्धि जहाँ गए पार्टी गर्ने त अनि के गर्ने हुन्छ सम्धि जहाँ गर्ने पार्टी त हो नि ल बसौँ ल कति मगाउने हो मगाउन न कति खाने अब त्यति मगाउनु 1 मिनी वाटर दिनुहोस् त आज साथीको पार्टी छ साथी भेटेछ शीतल के चिकन के खानुहुन्छ र मासु खाने हो नि अब मासु खाँदा मासु पनि छैन के भन्दा अब हुन्छ होला पहिला बेलामा चेस गरेर सुरु गरौँ हुन्छ चाउमिन नुन ल्याउँदै साह्रै कडा के गर्नु बसी खाएर जानुपर्छ उता खै चाउनी भटमास ल्याइदिनु भटमास ल्याइदिनु न खोइ कहिले आइपुग्ने र कडा रहेछ नि त्यो साउन दिदी सिजन खोइ भने भटमास ल्याउनु भने अहिले मैले ए लिनुहोस् बुढी पहिला गएको उपलक्ष्यमा यो पार्टी भइहाल्यो बुढी कसले लाग्यो त्यो जारसँग जारी उठाएर फेरि ठुलो पार्टी गर्नुपर्छ है हस् हस् चिन्ता न सुरु गर अर्को मगाउनु निम्ति अलिकति भएन सम्झ खाउँ न खानु र खाउँ खाउने रखिदिँदा रखिल्याउ न सिधन त सकेछ खाने जाने के हो यदि खाउँ अनि जाउँ है कति भयो पैसा 500 500 है मान्छे भइसक्यो भइसक्यो पैसा छैन उधार उधार त हुँदै हुँदैन त्यसो भने खाता लेखिदिनु म अर्कोबाट आउँदाखेरि दिन्छु क्या खाता उधार त हुँदैन हुन्छ किन नहुनु अब मिनिहाल्छ म यहाँ पठाइ पार्नु त हो ल हुन्छ अब अर्कोचोटि आउन दिनु हुन्छ हुन्छ ल धन्यवाद कुरो मिल्यो है म लागे जाउँ अब घरतिर जाने दुईजनाको बुढी पिँढी अब के गर्नु अब यस्तै हो तपाईँको नि बुढी पहिला गयो मेरो नि बुढी पहिला गयो घर भने नि यो घर भने नि यही हो सुत्दिनु यतैतिर अब यही हो हाम्रो घरै यही अब घर पनि यही हो थर पनि के भन्दा अब यस्तै अब यही सुति तर झार पनि लागेछ अब एकछिन सुत्ने त्यसपछि